50,000 भित्र स्टडी, अफिस वर्क, इन्टरनेट ब्राउजिङ र डेली युजको लागि ल्यापटप खोज्दै हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नु होला। आज हामी ग्रेट एजियाको TK E14 रिभ्यू गर्न जाँदैछौँ, जसमा छ 16GB RAM, 256GB SSD र AMD प्रोसेसर जस्ता स्पेक्सहरू छ। तर यसले कस्तो पर्फर्मेन्स दिन्छ, कसलाई सुट गर्छ र मनी अनुसार वर्थ छ कि छैन, सबै यो भिडियोमा हेरौँ। नमस्कार, यहाँहरू सम्पूर्णलाई स्वागत छ। आज हामी रिभ्यू गर्न गइरहेका छौँ ग्रेट एसियाको TK E14 यो ल्यापटप स्पेशली बजेट सेगमेन्टको लागि टार्गेट गरिएको छ। स्टुडेन्ट, अफिस युजर, माइक्रोसफ्ट अफिस जस्ता प्रोग्रामहरू युज गर्नुहुन्छ भने यो हजुरहरूको लागि इन्ट्रेस्टिङ अप्सन हुन सक्छ। तर स्पेक्स मात्र हेरेर ल्यापटप कहिले पनि किन्नु हुँदैन, यसको रियल लाइफ पर्फर्मेन्स पनि हेर्न निकै नै जरुरी छ। त्यसैले यसको डिजाइनदेखि पर्फर्मेन्ससम्म सबै एक एक कुरा आज हेरौँ है त। सबैभन्दा पहिले डिस्प्लेकै कुरा गरौँ। यो ल्यापटपमा चाहिँ 14 इन्चको डिस्प्ले पाउन सक्नुहुन्छ। साइजको हिसाबले कम्प्याक्ट नै छ, ब्याकप्याकमा इजिली क्यारी गर्न सक्नुहुन्छ। अफिस अथवा स्कुल, कलेज जता पनि लान सजिलो हुन्छ। डिस्प्ले एभ्रिडे युजको लागि ठिक छ। डकुमेन्ट एडिट गर्न, ब्राउजिङ गर्न, युट्युब हेर्न अथवा अनलाइन क्लासहरू गर्न खासै केही प्रब्लम आउँदैन। प्रोफेसनल फोटो एडिटिङ अथवा कलर सेन्सिटिभ कामको लागि भने यो ल्यापटप बनेको होइन, तर एभ्रिडे मिडिया कन्जम्सनको लागि ठिक नै छ। ल्यापटपमा USB पोर्ट्स, मिनी HDMI र माइक्रो SD कार्ड सपोर्टहरू पनि पाउन सक्नुहुन्छ। एक्सटर्नल मोनिटर होस् या पेन ड्राइभ कनेक्ट गर्न यो पोर्ट्सहरू चाहिँ एकदमै युजफुल हुन्छ। अब भने पर्फर्मेन्सको कुरा गरौँ। यो ल्यापटपमा AMD A99400 प्रोसेसर छ, जुन 2.4 GHz बेस क्लक स्पिडमा रन गर्छ। ग्राफिक्सको लागि AMD Radeon R5 ग्राफिक्स पाउन सक्नुहुन्छ। सबैभन्दा राम्रो कुरा यसमा डिरेक्टली 16GB DDR3 ऱ्याम पाउन सक्नुहुन्छ। बजेट सेगमेन्टमा 16GB ऱ्याम पाउनु एकदमै राम्रो प्लस पोइन्ट हो। ब्राउजरमा धेरै ट्याबहरू खोल्ने, सँगसँगै अफिस वर्क गर्ने जस्ता मल्टिटास्किङ कामहरूमा यो एकदमै युजफुल हुन्छ। स्टोरेजको लागि भने 256GB SSD रहेको छ। तर एउटा कुरा भने क्लियर गर्नु नै पर्छ, यो ल्यापटप गेमिङ अथवा भिडियो एडिटिङको लागि बनेको होइन, त्यसैले म रेकमेन्ड गर्दिनँ। फोटोसपको हेभी प्रोजेक्ट, प्रिमियर प्रोको एडिटिङ अथवा गेमिङ, लेटेस्ट गेमिङहरूको लागि चाहिँ यसको प्रोसेसरले अलि धाउँदैन भने एभ्रिडे वर्क, अफिस वर्कको लागि चाहिँ यसको प्रोसेसर ठिक नै छ। ब्याट्री साइडमा भने यो ल्यापटपको ब्याट्री 4500 mAh को रहेको छ। कम्पनीको स्पेसिफिकेसन अनुसार डेली युसेजमा 3 देखि 3.5 आवर्सको ब्याकअप यसले दिन सक्छ। युसेज अनुसार यो अलिक तलमाथि हुन सक्छ है। अपरेटिङ सिस्टमको लागि विन्डोज 10 प्रो 64 बिट पाइन्छ। यो चाहिँ इजिली सेटअप गरेर युज गर्न सकिन्छ। अब फाइनली कुरा गरौँ प्राइसको। यो ल्यापटपको प्राइस रहेको छ ₹49,999 ओन्ली। यो प्राइस रेन्जमा तपाईले 16GB RAM, 256GB SSD, विन्डोज 10 प्रो र 14 इन्च डिस्प्ले पाउन सक्नुहुन्छ। तर यो ल्यापटप किन्नु अगाडि एउटा कुरा बुझ्न निकै इम्पोर्टेन्ट छ। यो ल्यापटप हेभी गेमिङको लागि अथवा हेभी एडिटिङको लागि बनेको होइन। तर अकाउन्टिङ, बिलिङ, अफिस वर्क, स्टुडेन्ट अथवा सोसियल मिडिया ब्राउजिङको लागि ल्यापटप खोजिराख्नु भएको छ भने चाहिँ यो राम्रो चोइस हुन सक्छ। यदि तपाईँको प्रायोरिटी मल्टिटास्किङ हो, अफिस वर्क हो वा बजेट फ्रेन्डली SSD हो र 16GB RAM भएको ल्यापटप खोजिराख्नु भएको छ भने ग्रेट एजियाको TK E14 ल्यापटप हजुरहरूले कन्सिडर गर्न मिल्ने ल्यापटप हो। साथसाथै यो ल्यापटप किन्दा हजुरहरूले आफूलाई पोलो टी सर्ट पनि फ्रीमा पाउन सक्नुहुन्छ। यो थियो ग्रेट एजिया TK E14 को फुल रिभ्यू। हजुरहरूलाई कस्तो लाग्यो कमेन्टमा लेख्न नबिर्सिनु होला। भिडियो राम्रो लाग्यो भने लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनु होला। म हजुरहरूलाई अर्को टेक भिडियोसँग फेरि पनि भेट गर्नेवाला छु।